सबै सर म्यामहरूलाई चाहिँ यहाँ फारममा चाहिँ एकदम धेरै समस्या आएकोले फेरि एउटा सानो मात्र जानकारी दिन चाहेँ मैले। जस्तै यो एउटा एकजना सरको फारम हो होइन। अब यहाँ सबै कुरा ठिक छ अनि यो जस्तै कति धेरैको चाहिँ यहाँ यो तपाईँको व्यवसाय छ छैनमा चाहिँ टिकै लाउनु भएको छैन है। तपाईँहरू खाली छोडिदिनु भएको छ। यसमा छैन भने छैनमा टिक लगाइदिनु होइन। अनि त्यसपछि यो छ भने प्रश्न सोध्नै परेन होइन। त्यसपछि यो वार्षिक आम्दानी यहाँ पनि अब यो छोडिदिनु भएको छ। वार्षिक आम्दानी त व्यक्तिको जसको पनि थाहा भइहाल्छ नि त। यहाँ चाहिँ लेखिदिनु होला। जस्तै 1000मा लेख्ने हो। मानौ तपाईँको 1.5 लाख हो भने 150 मात्र लेखिदिनु। के भन्दाखेरि नेहरू 1000मा भनेपछि त आफै 1000 त्यही छ भन्ने जस्तो हो कि यो। मानौ कसैको 3 लाख हो भने 300 मात्र हुने भयो। यहाँ तपाईँले यसरी 3 लाख लेख्न पर्दैन। अनि त्यसपछि तपाईँको मानौ ल 10 लाख भयो भने के गर्ने भन्नु होला। 10 लाख भयो भने के गर्ने 10 100 लेखिदिनु अनि 1000 यदि गरिदिएपछि त भयो। यसरी चाहिँ लेख्नु होला कि सरहरूले। यसमा चाहिँ यो झुकिनु भएको छ यो वार्षिक आम्दानीमा। नेहरू 1000मा भनेपछि अब तपाईँले मानौ वार्षिक 12,000 हो भने 12 मात्र हो कि हो भनेको चाहिँ 1000 त्यही छ भन्ने खोजे हो। यहाँको धेरैको मिस्टेक हो। यो खाली चाहिँ नछोडिदिनु होला। यसमा इन्ट्री गरिदिनु। अब अरू सबै कुरा लगभग ठिकै छ। अब यसमा पनि अब यो धेरैजना सरहरूले छोड्नु भएको यो 12.1मा जस्तै हाल कसरी बचत गर्नुहुन्छ भन्नेमा निक्षेप र सञ्चयकोष छ। अब यो 12.2मा चाहिँ धेरैजनाहरूको चाहिँ यो प्रश्न छुटेको छ। जस्तै अब यहाँ माथि विकल्पहरूमध्ये उत्तरदातालाई थाहा नभएका कुन कुन हुन् सोध्ने जनसङ्ख्या लेख्नु। मानौ कसैलाई निक्षेप भन्ने थाहा होला, सेयर भन्ने थाहा छ, सरकारी ऋणपत्र भन्ने थाहा छ, अरू थाहा छैन भने पनि यहाँ अब थाहा नभएको गनेर चाहिँ जस्तै 5 वटा छन् भने 5 वटा भनेर यसरी लेख्ने हो। यहाँ खाली छोडिदिनु भएको छ। यो पनि एकचोटि हेर्नु होला। अब यो धेरै जस्तो 12.2 त्यसपछि तपाईँको यो 13.2मा जस्तै यो 13.1मा पनि यहाँ लेख्नु भयो नि। जस्तै हाल प्रयोगमा रहेको विकल्पहरू अब थाहा नभएको भनेपछि अब यहाँ पनि त लेख्नु पऱ्यो नि त। 13.2मा यहाँ पनि छोड्नु भएको छ। यसमा पनि उनीहरूलाई कुन कुन थाहा छैन त्यो गनेर चाहिँ लेखिदिनु होला। यहाँभरिमा यो 12 वटा छ नि। यसमध्ये अब कतिवटा थाहा छैन त्यो चाहिँ हेरेर लेखिदिनु, गनेर लेखिदिनुपर्छ। अब त्यस्तै गरी अब यो 13 पोइन्ट सकेपछि तपाईँको 14 कर्जामा पनि यहाँ खाली छ। यो धेरैजनाको यही मिस्टेक छ। यो चाहिँ एकचोटि हेर्नु होला होइन। यहाँ पनि गनेर लेख्नुपर्छ होइन। यो जस्तै मानौ अब यो थाहा छैन, रोजगारदाता कर्जा भन्ने थाहा छैन भने अब 1 भनेर लेख्न पऱ्यो। यो चाहिँ धेरैको मिस्टेक भएको देखेको छ। त्यसैले यो हेरिदिनु होला। अब अर्को समस्या भनेको जस्तै तपाईँको प्रश्न नम्बर 16मा कुनै एक वित्तीय सेवा छान्नुहोस् भनेको उसले जे युज गरिरहेछ अहिले। मानव बचत मात्र गरिरहन्छ भने बचतमा टिकाउने हो। मानौ मैले कर्जा सेवा लिएको छु भने कर्जा, किनभने प्रायोरिटीमा तपाईँले यहाँ लेखेको छ कर्जा सेवा प्रयोगकर्ता हो भने उसलाई कर्जामा टिक्लाउनु भने। अनि त्यसपछि यदि कर्जा छैन भने बचतमा, अनि त्यसपछि भुक्तानी, त्यसपछि तेस्रोमा, चौथोमा बिमा। भनेपछि तपाईँले मानौ कोही व्यक्तिको खाता छ उसले बचत गरिरहन्छु भन्यो भने कर्जा लिएको छैन भने बचतमा टिक्लाएर गर्नु। अनि कसरी मैले कर्जा पनि लिएको छु भने कर्जामा टिक्लाइदिनु। त्यसपछि त्यही अनुसारको प्रश्न तलपट्टि 17को चाहिँ भर्नु पऱ्यो। अब तपाईँको यो 17को सबै भरिसकेपछि यो कर्जा सेवा प्रयोगकर्तालाई मात्र सोध्ने भनेछ। यदि यहाँ तपाईँको 16मा कर्जा टिक्लाउनु भयो भने बल्ल यो कर्जाको चाहिँ प्रश्नमा यहाँ चाहिँ तपाईँले टिक्लाउने हो। अब यहाँबाट थोरै तल यो तपाईँको यो 17.3.5 बिमामा चाहिँ टिक्लाउनु परेन। जस्तै यो भुक्तानी सेवा प्रयोगकर्तालाई मात्र सोध्ने भनेकोमा यहाँ टिक्लाउनु भएको छ होइन। यदि यहाँ कर्जा टिक्लाउनु भयो भने यो क्वेसन पनि सोध्नु पर्दैन। अब यदि यहाँ बाइचान्स झुक्कियो तपाईँहरूको यहाँ अब थिचिहाल्यो कतै भने अब यसलाई कसरी चाहिँ रिसेट गर्ने भन्दा तपाईँ फेरि एकचोटि फर्म त्यही फर्म जानु एडोबीमा। यहीँ अटो सेभ हुन्छ तपाईँहरूको फर्म। जस्तै यो थियो फारम होइन हो। जस्तै अब यो अघि कर्जाको थियो तपाईँ त्यसपछि तपाईँको भुक्तानी सेवा प्रयोगकर्तालाई मात्र सोध्नेमा कसैको टच भयो भने चाहिँ अब थोरै अलिकति माथि जस्तै हो यस्तो यो अन्य खुलाउनु होसमा एकचोटि थिचिदिनु भयो भने चाहिँ यहाँ माथि रिसेट भन्ने अप्सन आउँछ। अब त्यसपछि तपाईँ फेरि त्यही भुक्तानीमै गएर तलपट्टि कहाँ थियो त्यो प्रश्न भुक्तानीको यो। अब यसमा चाहिँ तपाईँले यहाँ कुनै जहाँ पनि थिचेर रिसेट थिचिदिनु भयो भने यो चाहिँ यसको जान्छ गयो नि। जस्तै फेरि म देखाएँ। जस्तै यहाँ टच भयो मानौ झुकेर भुक्तानीमा। अब यो त भुक्तानीको त हामीले खास गर्ने होइन। अब यसको फेरि हटाउनलाई के गर्ने भन्दाखेरि अब यहाँ भुक्तानीमा टच भइसक्यो। अब यसलाई हटाउने के गर्ने त भन्दा यसरी हट्दैन। यो फेरि यो चेकलिस्टवाला क्वेसन जुनै क्वेसन पनि जस्तै यहाँ छ नि खालि यसमा गरे पनि भइहाल्छ। अथवा यो अन्य खुलाउनुहोस् भन्नेको हुन्छ नि यसमा थिचेर एकचोटि यहाँ माथि रिसेट अप्सन आउँछ। अब यो रिसेट गरिदिनु भयो भने
त्यहीँ लगेर फेरि रिसेट गर्नु भुक्तानी हो यहाँ भुक्तानी सेवा हो। अब यस्तो यहाँ फेरि एकचोटि थिच्नुपर्छ। यहाँ थिचेपछि बल्ल यो रिसेट हुन्छ। फेरि एकचोटि देखाउन चाहेँ मैले। जस्तै मानौँ यहाँ थिचियो कतै अहिलेलाई फेरि म एकचोटि फर्मै खोलेर देखाउँछु तपाईँहरूलाई। भुक्तानी यो प्रश्न नम्बर 17.3.6 कर्जा भनेपछि यो भुक्तानीको प्रश्न सोध्नु परेन। मानौँ अब तपाईँको यहाँ थिचियो। अब यो थिचिएपछि त्यो अटो डिलिट हुँदैन। अब यो त खास त हामीले राख्ने हैन। यो भयो भने तपाईँ चेकलिस्टमा जानु पहिला सुरुमा। चेकलिस्ट भनेको यहाँ छ। जस्तै अन्य खुलाउनुहोस् भन्ने साइडमा छ हैन। यो खुलाउनुहोस् यो साइडमा एकचोटि थिचिदिनु भयो भने चाहिँ यहाँ माथि हेर्नु त रिसेट भन्ने आउँछ। यो रिसेट आएपछि बल्ल तपाईँ यतिकै कहीँ टच नगरिकन तल गएर भुक्तानीको प्रश्नमा जानुहोस्। हो यहाँ छ। अब यहाँ जुनै अन्त पनि जहाँ थिचे पनि भइहाल्छ। तपाईँले 1 2 3 4 5 जहाँ थिचे पनि अनि त्यसपछि बल्ल यो माथिल्लो रिसेट भन्नेमा चाहिँ थिच्दिनु अनि बल्ल चाहिँ यो उठ्छ। अब बुझ्नुभयो कि भएन? यसरी चाहिँ गर्नु होला। यो रिसेट हुन्छ यसरी हैन। नत्र फेरि देखाउँदैन। यो अहिले त देखाएको छैन नि रिसेट। अब यो यतिकै त देखाउँदैन। रिसेट कसरी देखाइन्छ भन्दाखेरि कहीँ टच गरिसकेपछि मानौँ यसमा टच भयो तपाईँको झुकेर भुक्तानीमा हो भने फेरि माथि जानुहोस्। अहिलेसम्म छैन नि त रिसेट माथि। अब तपाईँले यो खाली साइडमा थिच्नु भने माथि रिसेट भन्ने आउँछ। हो अब यो रिसेट भन्ने अप्सन आएपछि अब कहीँ नसुन्नु सिधै तल गएर यो भुक्तानी भन्नेमा चाहिँ 1 2 3 4 5 मा जहाँ थिचे पनि थिच्दिनु एकचोटि अनि त्यसपछि रिसेट गर्नु। यो रिसेट हुन्छ। यसरी चाहिँ फर्म चाहिँ त्यो भरिसकेको भयो भने रिसेट हुन्छ। अब अरू चाहिँ यहाँ धेरै प्रश्नहरू छुटेको पनि छन् हैन। एकचोटि हेर्नु होला। यहाँ त अहिलेसम्म उहाँ सरले सबै ठिक लाउनु भएको छ। यसरी भर्नु भएकै छ हैन। यो धेरैले यो प्रश्न नम्बर 19 पनि नियामकीय व्यवस्थामा सन्तुष्टि मापनमा पनि त्यतिकै खाली छोडिदिनु भएको छ। यो पनि भर्नु होला। अरू सबै प्रश्न सजिलै छन्। त्यस्तो गाह्रो छैन हैन। भर्ने मात्रै हो टिकाउने मात्रै हो। त्यही भएर त्यसरी गर्नु होला। अनि त्यसपछि अर्को यो तपाईँहरूको बिग्रेको चाहिँ यो फाइल नेम लेख्ने बेलामा चाहिँ धेरैले चाहिँ मिस्टेक गरिदिनु भएको छ है। जस्तै कस्तो भइदियो भन्दा हामीले यहाँ निर्देशनै पठाएका छौँ सबैहरूलाई हैन। फाइल नेम चाहिँ तपाईँको यहाँ डिस्ट्रिक्ट नेम _ लोकल लेभल _ वार्ड _ फर्म नम्बर हो। कतिले यहाँ FORM फर्म 1 2 फर्म नम्बर लेख्ने होइन कि। जस्तै डिस्ट्रिक्ट नेम _ लोकल लेभल _ वार्ड _ 1 मानौँ तपाईँको यो कुन ग्रुप हो रौतहटको ग्रुप छ हैन। अब रौतहटमा हामीले यहाँ माथि पठाएको छौँ होला। तपाईँहरूको कति छ भनेर होला। जस्तै मानौँ यो रौतहटको यमुनामाई गाउँपालिकाको हो। वडा नम्बर 3 मा तपाईँको कतिवटा छ 18 वटा छ लिनुपर्ने हैन। रौतहट यमुनामाई गाउँपालिका। अब यहाँ चाहिँ धेरैले यतिकै यमुनामाई लेख्नु भएको छ हैन। कसैले गौडा स्मलमा लेखिदिनु भएको छ। यो चाहिँ सजिलो छ। जस्तै यहाँ लेखिसकेपछि हेर्नु त तलपट्टि यहाँ यस्तो मजाले तपाईँहरूले फाइल नेम कसरी लेख्ने भनेर यसरी लेखेपछि अब यही लेख्नु न रौतहट _ यमुनामाई गाउँपालिका _ वार्ड _ अब त फार्म नम्बर 1 हो भने 1। अब यहाँ हेरौँ। जस्तै यहाँ चाहिँ तपाईँहरूले गएर यही 3टा बटनमा थिचेर रिनेम गर्दाखेरि अब के गर्नु रौतहट हेर्नु रौतहट लेख्न केही गाह्रो त छैन। _ यमुनामाई गाउँपालिका हो गाउँपालिका _ वडा नम्बर 3 हो हैन _ धेरै जस्तोले यो _ पनि युज नगरेर यस्तो युज गरिदिनु भयो। यो ड्यास हैन के _ हो। यो तलको हेर्नु त तलपट्टि भुइँमा छोएको ड्यास हो। यो धेरैले यो बीचवाला ड्यास राखिदिनु भएको छ कि बीचवाला ड्यास होइन। यो _ राखिदिनु _ अब फार्म नम्बर 1 हो भने 1। अब यहाँ कतिले के गरिदिनु भएको छ फर्म 1 भनेर यो लेख्ने होइन। वडा नम्बर 3 हो _ फार्म 1 हो भने 1 लेखिदिनु PDF भयो त। रौतहट _ यमुनामाई गाउँपालिका _ वडा नम्बर 3 _ 1। अब मानौँ अब तपाईँले दोस्रो फारम भर्नुभयो भने चाहिँ दोस्रो फारमको त तपाईँले यहाँ के लेख्नु पऱ्यो फारम नम्बर 2 लेख्नु पऱ्यो नि 2 भयो। मानौँ तपाईँ फारम नम्बर 15 मा आउनु भयो भने 15 हुने भयो कि। यो सबै लेख्ने बेलामा चाहिँ यसरी लेख्नु होला। अब यहाँ धेरैले के गरिदिनु भएको छ भन्दा यतिकै रौतहट _ हैन यमुना मात्र लेख्नु भएको छ कसैले _ अब यहाँ हुन्छ नि फार्म नम्बर फर्म 1 यस्तो लेख्नु भएको छ। यस्तो नलेखिदिनु। त्यहाँ तपाईँलाई विधि राम्रोसँग नि यो फाइल नेम यसरी लेख्ने भनेपछि यसरी नै लेखिदिनु डिस्ट्रिक्ट नेम _ लोकल लेभल _ वार्ड _ 1 भनेपछि त्यसरी नै लेखिदिनु हैन। पर्सा हो भने त्यस्तै पर्सा _
वीरगञ्ज मेट्रोपोलिटन, त्यहाँ जे छ त्यही नै पठाइदिनु कि तपाईँहरूलाई सजिलो होस् भनेर त्यही लेखेको हो होइन। अनि उसको वडा नम्बर 7 हो भने 7 _ अब फारम नम्बर 15मा पुग्यो भने 15.pdf भइहाल्यो त, सकिहाल्यो नि। यति गरेर अनि तपाईँले सेयर गरिदिनु। अब यहाँ धेरैले सेयर गर्ने बेलामा अब यो सेयर गर्ने बेलामा सेन्ड अ कपी भन्ने यो तलको चाहिँ थिच्ने हो होइन, माथिल्लो सिधै वाट्सएप थिचिदिनुहुन्छ, यो चाहिँ नगरिदिनु। त्यसरी चाहिँ गर्नु होला। यति भन्न चाहे होइन अहिलेलाई। अरू सबै लगभग तपाईँको ठिकै छ। सबै सरहरूको फर्म हेरिरहेकै छौँ होइन, सकेसम्म सबैलाई टाइम दिने प्रयास गरेकै छौँ। कसैको ढिलो होला, कसैको छिटो होला, त्यसरी बुझिदिनु होला है त। र यतिलाई चाहिँ मैले जानकारी दिएँ। अब अर्को भनेको कन्ट्र्याक्ट फार्मको चाहिँ एकचोटि म सर भनिदिन्छु। जस्तै यो हामीले कन्ट्र्याक्ट फर्म पठाएको छौँ तपाईँहरूलाई होइन। यो कन्ट्र्याक्ट फर्म चाहिँ यही एडोबीबाट नै हो भर्ने। सर तपाईँको नाम सबै अङ्ग्रेजीमा लेखिदिँदा भइहाल्छ तपाईँहरूको होइन। नाम साम लेखिदिनु सबै। त्यो फारम भर्न सजिलो छ। फारम सङ्ख्या तपाईँले कति हो गर्नुपर्ने होइन। अनि एकाउन्ट नेम नम्बर यो जे हो एक्ज्याक्ट राखिदिनु होला। फेरि भोलि बिग्रियो क्यारे भने झ्याउ हुन्छ फेरि तपाईँहरूको एकाउन्ट नम्बरमा। अनि यहाँ द्वितीय पक्षको तर्फ तपाईँको नाम थर पिएसयू कोड कति दिएको छ तपाईँलाई होइन। अनि तपाईँको वाट्सएप नम्बर गरेर आई एग्री गरेर चाहिँ त्यसरी पठाइदिनु होला। आफ्नो नाम लेखिदिनु माथिपट्टि होइन। यो कन्ट्र्याक्ट नाम यो कन्ट्र्याक्ट पठाउँदाखेरि चाहिँ रिनेम गरेर चाहिँ कसको तपाईँहरूको नाम के हो त भन्दाखेरि त्यो पठाइदिनु। ई कन्ट्र्याक्ट होइन। मानव यहाँ कसै सरको नाम कृष्ण छ भने कृष्ण भनेर पठाइदिनु, अथवा त्यसरी पठाइदिँदा भइहाल्छ। यो नाम चाहिँ लेखिदिनु अथवा रिनेम गरिदिनु, फुल नेम लेखिदिँदा भइहाल्छ तपाईँहरूको। मानव .pdf गरेर जे गरेर पठाइदिए पनि जस कन्ट्याक्ट भएर पठाइदिनु होला। यति मात्र भन्न चाहे। अरू सबै लगभग तपाईँहरूको ठिकै छ होइन। फारमहरू हामी हेरिरहेकै छौँ। त्यसरी नै गर्नु है त।